कस्तो लाग्यो र सरले बनाएको खाना मिठो मिठो कसले बनाएको यो सरी गर्नु मिठो छ हेर्नु न कति आनन्द कति राम्रो छ है गुन्द्रुकको यो साँधेको गुन्द्रुकको आलु साँधेको आलु त 10 7 पो छ त मिठो आहा मिठो लाग्छ नि हो ल आज त उहाँले त चौरिसको थाल्दा उहाँ त पाहुना हो नि दुईजना पाहुना दुईटैले चौरिस खानु भएको छ ल साले बनाएको खाना त मिठो ए कति एकदम मिठो कि गम गम खानुपर्छ है खाना त मिठो छ अब आज के पढ्ने हो त आज इङ्ग्लिस कति बजी पढ्ने त 10 10 इङ्ग्लिस पढ्ने ल आज कति जान दिनु भयो 7वटा 6वटा वटा छ 7 सस्तै गयो सस्तै गएको थियो त आथेन कति अब पर्सिबाट जान्छ हैन हो ल आज रातभरि पढ्ने थियो ल हुन्छ